Hello everyone, let's talk about rheology today, the topic of pharmaceutics. Rheology mainly deals with the flow of liquid or deformation of solids. It is also known as the movement of solid or liquid after applying some type of force. यसमा चाहिँ हामीले मेनली दुईटा लिक्विडसँग डिल गर्छौँ रियोलोजीमा चाहिँ त्यो भनेको चाहिँ एउटा न्युटोनियल फ्लो जसले चाहिँ न्युटन्सको ललाई अबे गर्छ अर्को भनेको चाहिँ नन न्युटोनियल फ्लो अब एक जाम है त न्युटोनियल फ्लो जाम अनि चाहिँ नन न्युटोनियल फ्लो जाम है त न्युटोनियल फ्लोमा चाहिँ यसले के गर्ने भयो अबे न्युटनमा त भइहाल्यो अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सियर स्ट्रेसलाई चाहिँ इन्क्रिज गर्दाखेरि फ्लो पनि इन्क्रिज हुन्छ डाइरेक्टली प्रोपोर्सनल हुन्छ स्ट्रेस र फ्लोको अनि यहाँ चाहिँ के हुन्छ भन्दा चेन्ज भिस्कोसिटी चाहिँ चेन्ज हुँदैन जति स्ट्रेस अप्लाई गए पनि न्युटोनियल फ्लोहरूले चाहिँ भिस्कोसिटीमा चाहिँ चेन्ज भएको देखाउँदैनन् अनि यो डाइरेक्ट एन्ड फ्लोको ग्राफ चाहिँ यस्तो हुन्छ है डाइरेक्ट एन्डको ग्राफ चाहिँ अब मेथड अफ डिटर्मिनेसन अफ न्युटोनियल फ्लो यसको चाहिँ क्यापिलरी अर ओस्टाल भिस्कोमिटर भन्छ है अनि अर्को भयो नन न्युटोनियल होइन नन न्युटोनियल फ्लोमा चाहिँ यसले चाहिँ अब न्युटनलाई अबे गर्दैन अनि उता चाहिँ हाम्रो के थियो भन्दाखेरि सियर स्ट्रेस इज डिरेक्टली प्रोपोर्सनल टु द फ्लो थियो त्यो भनेको चाहिँ स्ट्रेस बढाउँदै गयो भने फ्लो पनि इन्क्रिज हुन्थ्यो तर नन न्युटोनियल फ्लोहरूले चाहिँ न्युटनलाई अबे गर्दैनन् त्यसैले चाहिँ डिरेक्टली प्रोपोर्सनल हुँदैन यिनीहरूको चाहिँ अनि भिस्कोसिटी अल्टर डिपेन्डिङ अन स्ट्रेस अप्लाई अब यता न्युटोनियन फ्लोहरूमा चाहिँ भिस्कोसिटी स्ट्रेस अनुसार अल्टर हुने थिएन भिस्कोसिटी स्ट्रेसमा डिपेन्ड हुने थिएन तर यता नन न्युटोनियल फ्लोमा चाहिँ भिस्कोसिटी चाहिँ स्ट्रेसमा डिपेन्ड गर्छ अनि यसमा अब उता चाहिँ न्युटोनियल फ्लोमा चाहिँ मेथड अफ डिटर्मिनेसन के थियो क्यापिलरी अथवा ओस्टुअल भिस्कोमिटर थियो यता चाहिँ के हुन्छ कप एन्ड ड्रप भिस्कोमिटर कन एन्ड प्लेट भिस्कोमिटर हुन्छ है अब यहाँ चाहिँ दुईवटा फ्लुइड हुन्छ त्यो भनेको चाहिँ नन न्युटोनियल फ्लुइड र न्युटोनियल फ्लुइड भयो फर्स्टमा जाऊँ न्युटोनियल फ्लुइड है न्युटोनियल फ्लुइडमा चाहिँ के हुन्छ भने अब सम्झिनको लागि हामीले कसरी सम्झिन सक्छौँ भन्दा न्युटोनियल फ्लोमा चाहिँ सियर स्ट्रेस इज डिरेक्टली प्रोपोर्सनल टु द फ्लो थियो नि अब यहाँ पनि डिरेक्टली हुन्छ कि न्युटोनियल फ्लो अथवा न्युटोनियल फ्लुइडमा चाहिँ डिरेक्टली हुन्छ कि स्ट्रेस चाहिँ अब उता चाहिँ फ्लो भयो नि त न्युटोनियल फ्लोमा चाहिँ अब इन्क्रिज फ्लो हुने भयो अनि यो त फ्लुइड भयो अनि सियर स्ट्रेस इन्क्रिज गर्दाखेरि सियर रेट पनि इन्क्रिज हुन्छ कि रेट इन्क्रिज गर्दाखेरि स्ट्रेस इन्क्रिज हुन्छ भनेर बुझे पनि भयो अनि यिनीहरूको इक्जाम्पल चाहिँ के हुन्छ भन्दा न्युट्रियल फ्लुइडहरूको वाटर मिल्क इथानल यर लाइट ओइल्स ग्लिसरिन सिरप सोल्सन एन्ड लिक्विड प्याराफिन यो सिरप सोल्सन लिक्विड प्याराफिन इथानल इक्जाममा चाहिँ आउन सक्छ ग्लिसरिल पनि न्युटोनियल फ्लुइड हो ग्लिसरिल पनि अब झन् नन न्युटोनियल फ्लुइडको चाहिँ इक्जाम्पलहरू है अनि यिनीहरूको चाहिँ नन लिनियर रिलेसनसिप हुन्छ कि फेरि नन न्युटोनियल भन्दा बित्तिकै चाहिँ नन लिनियर रिलेसनसिप अब यता न्युटोनियल फ्लुइडको चाहिँ सियर स्ट्रेस इज डिरेक्टली प्रोपोर्सनल टु द सियर रेट थियो यता चाहिँ यिनीहरूको रिलेसनसिप हुँदैन स्ट्रेस र रेटको लिनियर रिलेसनसिप चाहिँ हुँदैन अनि यिनीहरूको इक्जाम्पल चाहिँ ब्लड टुथपेस्ट अनि पेन्ट्सहरू भन्नुभयो अब झन् न्युटोनियल फ्लुइडहरूमा चाहिँ अब जहिले पनि यता चाहिँ स्ट्रेस हुन्छ ग्राफमा अनि यता चाहिँ रेट हुन्छ अनि अब स्ट्रेसलाई चाहिँ हामीले यस्तो टाउवाला हुन्छ नि टाउवाला स्ट्रेसलाई चाहिँ हामीले यस्तो टाउवालाले चाहिँ डिनोट गरिन्छ चाहिँ स्ट्रेस हो है अनि यो रेटलाई चाहिँ हामीले त्यो डाइन्स पर सिएम स्क्वायर हुन्छ है डाइन्स पर सिएम स्क्वायर हुन्छ है अब न्युटोनियल फ्लुइडहरूमा चाहिँ यति भए पछाडि चाहिँ न्युटोनियल फ्लुइडहरूको कुरा यहीँ सकिन्छ कि अब मतलब यहाँ चाहिँ डिरेक्टली प्रोपोर्सनल हुन्छ नि त स्ट्रेस र रेट त्यो भयो है अनि नन न्युटोनियलमा चाहिँ अलि झमेला हुन्छ नन न्युटोनियलमा चाहिँ डिफ्रेन्ट टाइप्स हुन्छ यसको नन न्युटोनियल फ्लुइडहरूको टाइप्स भनेको चाहिँ एउटा चाहिँ टाइम इन्डिपेन्डेन्ट टाइप हुन्छ टाइम इन्डिपेन्डेन्ट टाइपभित्र चाहिँ प्लास्टिक फ्लो अनि स्युडो प्लास्टिक फ्लो त्यो भन्छ स्युडो प्लास्टिक फ्लो अनि त्यसपछि चाहिँ के भन्छ डाइरेक्ट एन्ड फ्लो अनि टाइम डिपेन्डेन्ट अनि त्यसपछि चाहिँ टाइम डिपेन्डेन्टभित्र चाहिँ थिक्जोट्रोपी र रियोपेक्सी हुन्छ अब चाहिँ डिटेलमा हामीले पढाउने त अब नन न्युटोनियलको टाइम इन्डिपेन्डेन्टभित्रको फर्स्ट टाइप भनेको चाहिँ प्लास्टिक फ्लो यसलाई चाहिँ हामीले बिङगाम प्लास्टिक मोडल पनि भनिन्छ अनि यहाँ चाहिँ के हुन्छ भन्दाखेरि अब ग्राफबाट पनि बुझ्न सकिन्छ हामीले होइन स्ट्रेस र सियर रेट भयो नि त अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब सियर स्ट्रेन कप डज नट पास थ्रु ओरिजिन के अब यहाँ चाहिँ त्यो ओरिजिनबाट पास भएन अलिक माथिबाट पास भयो नि त अनि यो ग्यापले चाहिँ के इन्डिकेट गर्छ भन्दाखेरि चाहिँ मोमेन्ट चाहिँ इनिसियली चाहिँ छैन तर केही स्ट्रेस एप्लाई गरे पछाडि चाहिँ मोमेन्ट चाहिँ इन्क्रिज हुन्छ अनि लिक्विडमा पनि मोमेन्ट चाहिँ हामीले अब्जर्भ गर्न सकिन्छ भन्यो भने यसको चाहिँ मोस्ट इम्पोर्टेन्ट इक्जाम्पल भनेको चाहिँ फार्मास्युटिकल पोइन्ट अफ भ्यूमा चाहिँ फ्लोकुलेटेड सस्पेन्सन हो जुनमा चाहिँ 1 to 10% सोलिड कन्टेन्ट हुन्छ अनि यसमा चाहिँ यील्ड भ्यालु हुन्छ यील्ड भ्यालु भनेको चाहिँ जहाँबाट मोमेन्ट सुरु भयो त्यो भनेको चाहिँ यील्ड भ्यालु भएन अलिकति यसको चाहिँ समरी के भयो भन्दाखेरि चाहिँ यहाँ चाहिँ अब ओरिजिनबाट पास हुँदैन यो कब अनि पहिला चाहिँ इनिसियली पनि मोमेन्ट आउँदैन थोरै स्ट्रेस एप्लाई गरेपछि लिक्विड चाहिँ मोमेन्टहरू देखाउन सुरु गर्छ इक्जाम्पल भनेको चाहिँ फ्लोकुलेटेड सस्पेन्सन भयो जहाँ चाहिँ 1 to 10% सोलिड कन्टेन्ट हुन्छ अनि यील्ड भ्यालु चाहिँ यसमा हुन्छ भन्नु है अर्को फ्लो भनेको चाहिँ स्युडो प्लास्टिक फ्लो हो यसलाई चाहिँ सियर थिनिङ पनि भनिन्छ अनि यो भनेको चाहिँ लिनियर ग्राफ हुँदैन यस्तो ग्राफ हुन्छ यहाँ चाहिँ लिनियर भएन नि त यहाँ चाहिँ यील्ड भ्यालु कहाँबाट सुरु भयो भने अब यो ग्राफ त यस्तरी कताबाट सुरु भएको थाहा नै छैन नि त यील्ड भ्यालु हुँदैन त्यही भएर स्युडो प्लास्टिक फ्लोको चाहिँ यील्ड भ्यालु ठ्याक्क डिटरमाइन हुँदैन अनि यो चाहिँ नन लिनियर ग्राफ भइहाल्यो अनि भिस्कोसिटी डिक्रिज हुन्छ जति सियर स्ट्रेस इन्क्रिज गर्यो भिस्कोसिटी चाहिँ डिक्रिज हुन्छ है स्युडो प्लास्टिक फ्लोमा चाहिँ अनि पोलिमर सचेज अब सिएमसी ट्रागान्थ अनि सोडियम एल्जिनेटहरू चाहिँ स्युडो प्लास्टिक फ्लोको चाहिँ इक्जाम्पल हुन्
अब अर्को नन न्युट्रिनल फ्लोभित्र थर्ड टाइपको नन न्युट्रिनल फ्लोको टाइम इन्डिपेन्डेन्ट फ्लोको थर्ड टाइप भनेको चाहिँ डाइलेट एन्ड फ्लो। यो भनेको चाहिँ सेयर थिकनिङ फ्लो पनि भनिन्छ अनि यसमा भिस्कोसिटी चाहिँ इन्क्रिज हुन्छ विथ इन्क्रिज इन सेयर स्ट्रेस। अनि यसको मोस्ट इम्पोर्टेन्ट इक्जाम्पल भन्छ चाहिँ डिफ्लोकुलेटेड सस्पेन्सन जसमा चाहिँ मोर देन 50% चाहिँ सोलिड। अनि डाइलेट एन्ड फ्लोको ग्राफ चाहिँ यस्तो हुन्छ है, डाइलेट एन्डको ग्राफ चाहिँ कन्टेन्ट हुन्छ। अब चाहिँ टाइम डिपेन्डेन्टमा हुँदा टाइम इन्डिपेन्डेन्टमा चाहिँ के भयो भन्दाखेरि स्युडो प्लास्टिक फ्लो र डाइलेट एन्ड फ्लो भयो। टाइम डिपेन्डेन्टभित्र चाहिँ दुईवटा हुन्छ, थिक्सोट्रोपी र रियोट्रोपी चाहिँ। यिनीहरू भनेको चाहिँ ठ्याक्कै अपोजिट हो। अब यहाँ चाहिँ जेल टु सोल टु जेल भयो कि अब चाहिँ अब पहिला जेल हुन्छ अनि थोरै स्ट्रेस एप्लाई गरेर पछाडि सोल हुन्छ अनि लङ स्ट्यान्डिङमा चाहिँ फेरि जेल नै हुन्छ कि त्यो रिभर्सिबल हुने भयो तर थोरै टाइम लाग्ने भयो यसमा। अनि यो र थिक्सोट्रोपी र चाहिँ स्युडोप्लास्टिसिटी चाहिँ किन फरक छ भन्दाखेरि स्युडोप्लास्टिसिटीमा पनि त्यो अब सेयर एप्लाई गरे पछाडि चाहिँ पहिलाकै फर्ममा जान्थ्यो नि त। स्युडोप्लास्टिसिटीमा चाहिँ इमिडिएटली जान्छ, उतिखेर नै त्यो चाहिँ स्ट्रेस छोड्दा बित्तिकै ओरिजिनल स्ट्रक्चरमा जाने भयो। थिक्सोट्रोपीमा चाहिँ स्ट्रेस लगायो, जेलबाट स्ट्रेस लगाउँदा सोल भयो अनि सोल भयो अनि त्यसरी स्ट्रेस नलगाइकन अब यतिकै छोडिदियो भने केही समय पछाडि चाहिँ बल्ल जेल हुने भयो भने स्युडोप्लास्टिसिटीमा चाहिँ जेलबाट चाहिँ अब स्ट्रेस एप्लाई गर्दा सोल हुनु भयो अनि छोड्दा बित्तिकै फेरि जेल हुनु भयो कि। अब यस थिक्सोट्रोपीको हेरौँ है त, त्यो भइहाल्यो। अनि स्ट्रेस एप्लाई गर्दाखेरि चाहिँ यहाँको सोल्युसनहरू चाहिँ लेस भिस्कस हुन्छ किनभने थिक्सोट्रोपी भनेकै सेयर थिनिन हो नि त, थिनिन भनेर। अनि स्ट्रेस एप्लाई गर्दा बित्तिकै सोल्युसनहरू चाहिँ लेस भिस्कस हुनुभयो अनि बट स्लोली रिटर्न ओरिजिनल त्यो अघि नै भनेको कुरा हो। अनि यसमा चाहिँ अब इक्जाम्पल थिक्सोट्रोपी भन्दाखेरि जेल बेन्टोनाइट सस्पेन्सन अनि एल्युमिनियम हाइड्रोक्साइड जेल पेन्ट्सहरू सम्झिनुपर्छ। अनि अर्को भनेको चाहिँ रियोपेक्जी भनेको चाहिँ के हो भने अब यहाँ चाहिँ उल्टो हो। त्यसको भनेपछि सोललाई चाहिँ स्ट्रेस एप्लाई गर्दाखेरि जेल हुनुभयो अनि लङ स्ट्यान्डिङमा फेरि ओरिजिनल जानुभयो सोल भयो होइन। अनि यसको इक्जाम्पल चाहिँ क्ले सस्पेन्सन, जिप्सम अनि पेस्ट प्रिन्टिङ्सहरू भयो। अब यहाँ चाहिँ मैले थिक्सोट्रोपी र स्युडोप्लास्टिसिटीको चाहिँ थोरै डिफ्रेन्स लेखेको छु, हजुरहरू चाहिँ यहाँबाट जान सक्नुहुन्छ।